ल सपन ब्रोलाई हेर्ने साथीहरू कतिजना यहाँ कमेन्ट हेर्दैछ म त कमेन्ट पढ्दैछु है साथी कमेन्ट पढ म त तिमीहरूलाई एड गरी पठाएँ नि ला हो म त कमेन्ट पढौँ भनेको धोका यार बिग फ्यान हो तपाईको स्माइल चाहिँ वाउ वाह तिमीलाई ठन्डा महिनामा त लु ठन्डा हुँदैन रे अब गरम महिना लाग्यो के गर्छौ हेर्नुहुन्छ भिडियो म देख्दिनँ त्यहाँबाट म सबैको भिडियो हेर्छु या गाइस म त्यस्तो होइन म सबैको भिडियो हेर्छु मेरो लाइक पनि गरेको हुन्छ म त्यो अरु गौतम छेत्री हाई सर तिमीहरूको टिम वर्क चाहिँ राम्रो हुन्छ इस्माइल मजा लाग्छ भाइ हेलो त्यसरी अघि बढ्नु तपाईँले यस्तो भनेको कि कस्तो खुसी लाग्यो दादा साँच्चै म सबैको हेर्छु यार म सबैको भ्लगरहरू म एकाएक चिन्छु भ्लगरहरू को छ तपाईँलाई भेट्नु चाहिँ यस्तो कोसिस गरिसके कि तर जुरेकै छैन भेट्नुपर्छ म फ्री हुन्छु आफू खै सपन साथीसँग बसेर एउटा सानो मजाको बनाऊ भन्ने इच्छा लागिरहेछ मलाई पनि खै भेटै हुँदैन है बनाउनु पर्छ एकपल्ट बिग बजारमा भेट भएको थियो त्यहाँबाट भेटै छैन हो कमल दा अहिले कहाँ छ हौ तपाईँ भन्दैछ म दार्जिलिङमा छु भाइ इस्माइल भाइ तपाईँले सपोर्ट गर्नु पर्यो है कमल अफिसियल दार्जिलिङ मेरो पनि पेज छ म यहाँ खास प्रमोसन गर्नु आएको होइन है र पनि तपाईँहरूले यसो माया गरिदिनु पर्छ गाइस यहाँ कमेन्ट बेसी भयो कि म कुन पढौँ भयो राम्रो केटीहरू चाहिँ प्लिज मलाई मजाक गरेको हो मजाक ओ तिम्रो साँच्चै तिमीहरूको पुरा हुन्छ यस्तो भुत्लाहरू पुरा हुन्छ जिउतिर हाम्रो छैन ए म त त्यस्तै सम्झेँ नि मैले इमेजिन पनि गरेँ नि यस्तो इमेजिन गरेँ होइन यिनीहरूलाई भनेको दादा भिडियो हो नि अब समरको बनाउनु पर्यो अब कमेडी खतरा अब कमेन्ट त खतरा हुँदैछ कमेन्ट भन्ने कुरा चाहिँ यस्तो चाहे गुड कमेन्ट होस् या ब्याड कमेन्ट होस् कमेन्ट आउनुपर्छ रिकमेन्ड हुन्छ एउटा कमेन्टले क्या मलाई त खालि फरेनर्स भन्छ त साथी के हो यसो कमेन्ट पनि त्यस्तै आउँछ त उर्सी मुखियाले कमल दा त फरेनर्स जस्तै देख्छ त भन्दै त्यस्तै देख्छ र त्यस्तै देख्छ हामी आँखा राम्रो हुनेहरूलाई चाहिँ त्यस्तो देख्दैन अब चस्मा हुनेहरूलाई चाहिँ इग्नोर गर्नुहोस् न तपाईँ यो कुराहरू ओके हाना राई ओके हामी यो मैले गाइस पहिला म चाहिँ अब इन्स्टाग्राममा भिडियो बनाउँथेँ होइन इन्स्टाग्राममा हेभी दामी एकदम ट्रेन्डिङमा थियो च्यानल होइन मिलियन भ्युज जान्थ्यो अनि मलाई कसैले भने त फेसबुकमा बना यार फेसबुकमा पैसा आउँछ भने अनि मैले जस्तो फेसबुकमा सिफ्ट गरेँ त्यस्तो फेसबुकमा पनि धन चल्नु थाल्यो है अनि महिनामा पैसा दामी आउन थाल्थ्यो इन्स्टाग्राम त बिर्सिएछु यार अहिले इन्स्टाग्राममा चाहिँ हुँदैन सपनजी यो पैसा प्रमोसनहरू हुन्छ कि तर अब दुईटा प्रमोसनहरू राम्रो हुन्छ तपाईँ कहाँबाट हो म दार्जिलिङबाट कागझोडादेखि हो ए दार्जिलिङबाट म पनि हामी सबै दार्जिलिङबाट हो सिक्किमबाट पनि दार्जिलिङबाटै हो है दार्जिलिङ म सिङ्ला एमपी रोड म सिङ्लाको ए म त सोम हो माइत घर चाहिँ ए सोम हो हाम्रो एउटा भेली रहेछ एउटा त तपाईँको पुरा हेर्छु त पुरा सेयर गरिरहेको हुन्छ हेर्नु हुँदैन हाम्रो दादाको मलाई त पुरा सपन दाको त झन् सिक्किमतिर यस्तो फ्यानहरू छ हेर्दा सिक्किम यस सिक्किम चाहिँ मलाई एकदमै फाइनेन्सियली चाहिँ मलाई सिक्किमबाट हेभी सपोर्ट हुन्छ क्या सपोर्ट त मलाई हुन्छ मेरो दार्जिलिङबाट पनि हुन्छ कालिम्पोङबाट हुन्छ आसाममा हेभी छ है आसाममा यस्तो जग्गामा म बस्तीमा आएको छु कि तर पनि यहाँतिर पनि मान्छेहरू क्या आइदिन्छ क्या अनि फाइनेन्सियली चाहिँ मलाई सिक्किमबाट हेभी हुन्छ सिक्किमबाट टक्कै स्टार सपन टक्कै स्टार यस्तो प्रमोसन छ स्टार सपन आइज टक्कै 20,000 25,000 30 हामी चाहिँ भेट्नै पाउँदैनौ खोइ के ड्युटीले गर्दा बिजी भएर हो कि हो
म त ग्यान्टोक त म त एभ्री टाइम ग्यान्टोक अब म फेरि ग्यान्टोक त म जहिले नि आउँछु यार। तपाईँले अस्ति आए हामी मात्रै इन्स्टामेनहरुकोमा म इन्स्टामेनकोमा बसेँ 2 दिन होटलमा बसेँ अन्त लास्टको दिन चाहिँ इन्स्टामेनकोमा बसेँ। स्पोन्सर हुन्छ मलाई त्यहाँनिर मैले कतिवटा प्रमोसन गरिदिएँ भन्दा प्रमोसनहरु थियो तिमीहरूको त्यो उयसको वेस्ट पोइन्ट मलको क्या वेस्ट पोइन्ट मल आउनु भएको थियो प्रमोसन थियो मेरो त्यहाँ। तपाईँ लाइभ चाहिँ बसिरहनु हुँदैन सधैँ है कोही बेला थ्याङ्क यू हजुर। तपाईँ लाइभ चाहिँ कोही बेलामा त आउनुहुन्छ नि। म त लाइभ त आउँदिनँ हप्ता रिस उठ्दाहरू मात्रै आउँछु क्या आज रिस स्पेमा त्यो नराम्रो कमेन्ट छोड्दिनु पर्छ नि यार। तपाईँको कतिजना फलोवर्स छ अन्त एक दुईवटा नराम्रो कमेन्ट त आज चाहिँ किन रिस उठेको भन्दाखेरि नि मान्छेहरू यति साह्रो अबुझक हुन्छ कि मैले चाहिँ आज चाहिँ एउटा डेको भिडियो राम्रो गयो अहिले यो हजुर 4 लाखहरू जानु आँट्यो अघि मैले 12 बजीतिर अपलोड गरेको अन्त त्यो भिडियोमा चाहिँ के कमेन्ट आएछ भन्दाखेरि मैले एउटा यमराजको रोल प्ले गरेको थिएँ। अब यमराजलाई पनि प्रभुै भन्छ नि त होइन। अब हामीले त देखेको त छुइनँ तर पनि अब मुभिजहरूतिर त यमराजलाई पनि प्रभुै भनेको हुन्छ नि त। अन्त मैले त्यो बेसमा एउटा यमराज र मरेको मान्छेको एउटा भिडियो बनाएको थिएँ। भगवानलाई रोस्ट गरे अरे लु भगवानको नाम लिए अरे आमा मुभीतिर हेर्नु भन्नु नि मुभीतिर कस्तो कस्तो के हुन्छ त्यहाँ मुभीमा भन्नु त सक्दैन त अन्त हाम्रो मान्छेले। अन्त त्यही भएर अलिकति दिमाग गडबड भएर चाहिँ यसो लाइभ आएको नि सम्झाएको नि मान्छेलाई क्रिएटिभिटी चाहिँ अलिकति हुनै पर्छ मेरो भिडियो हेर्नुको लागि चाहिँ भन्ने क्या। भन्दा त के हुन्छ र भगवानलाई पनि प्रभु नै भन्छ। भगवान त हो नि सबै प्रभु भनेको होइन एउटै त हो नि। म चाहिँ त्यो बडिस लगाएर त्यो अनुहारमा मुछो लगाएर लुगा च्यातिएर कट्टुतिर त्यसरी चाहिँ म हँसाउन सक्दिनँ भनेको मैले चाहिँ। म त्यस्तो चाहिँ सक्दिनँ गाइस साँच्ची हो। म यदि त्यसरी हँसाउनु पर्यो भने म भिडियो बनाउँदिनँ बुढो भन्दा। तर म त्यसरी चाहिँ हँसाउनु चाहिँ आफूलाई पनि थाहा हुन्छ एकछिनमा मलाई पुरा बनाउनु पर्छ कुन चाहिँ स्ट्याङ छिरिङ लेप्चाले 10 स्टार दिएछ थ्याङ्क यू सो मच। सृजना लिम्बू 10 स्टार थ्याङ्क यू सो मच। सुरेश ब्लग 3 स्टार थ्याङ्क यू सो मच। कमला छेत्री 2 स्टार थ्याङ्क यू सो मच। मुखिया जोनी थ्याङ्क यू 2 स्टार। रुबेन श्रेष्ठ एन्ड कुमार दुमी राईलाई पनि थ्याङ्क यू सो मच थ्याङ्क यू। स्टार कमेन्ट दिनेलाई चाहिँ एक्स्ट्रा स्पेशल है। उपकारजी गुड इभिनिङ सृजना पाक्रिन भन्नुभएको रहेछ। अनि त्यही भएर यसो भन्नको नि है त्यस्तो होइन। म भगवानलाई कहिले पनि रोज म एकदम भगवानमाथि विश्वास गरेर हिँड्ने मान्छे हो क्या। भगवानले पनि यसो मलाई दिएकै छ क्या। भगवानले म कोही बेला साह्रो पर्दाखेरि सबैले थाहा जोसुकैले जेसुकै भन्नुहोस् न है बिग फ्यान हियर। उपकार त्यही त होइन मलाई त्यो पोजिटिभ कमेन्ट दिन्छ लाइभ बस्न पाउँदा। प्लिज मलाई पनि फलो गरिदिनुहोस्। गाउँ यो हाँस्नु एकदम उयो छ नि हो। यो हाँसाइ त एकदम महँगो हो क्या। महँगो हो महँगो भोलिको भिडियोमा आउँछ हाँसाइ मान्छे नै ह्यान्डसम छ कति अन्त खतरा नि हो। दार्जिलिङमा त हिरो पो त यार हिरो आसाममा हिरो दार्जिलिङमा त ढल्छ अन्त साथीको हँसाइमा। त्यही त एक एन्ट्री बिग बजार एक एन्ट्री मार्दै अन्त है बिग फ्यान भन्ने त कति छ। त्यो त अब माया हो मान्छेको। अब मैले केही राम्रो गर्दैछु होइन आफूले केही राम्रो गरे नि अब राम्रै पाउँदो रहेछ भन्ने चाहिँ अब बुझिन्छ। त्यही भएर यसो राम्रो कन्टेन्ट क्या तिमीहरूको राम्रो छ कन्टेन्ट तिमीहरू पनि अघि बढ्न सक्छ है। उयो हाम्रो छेत्री बहिनी ए शर्मा छेत्री होइन नि त। शर्मा भनेको छेत्रीबाट एक स्टेप माथि हो। ए होइन यस्तो कस्तो खुसी लाग्यो नि अब तपाईँले त्यसो भन्दा त म त
यसो तिमीहरू 3 जनाकै भिडियो हेर्छौ म तिमीहरू म थुप्रैको हेर्छु भिडियोहरु हाम्रो छ अहिले म नाम भने नि कति जना नामसँगै थाहा हुन्छ के तपाईलाई भेट्छु म के आएको टाइममा साच्चै भनेको म पनि भेट्छु बे म त झन् सोम र सिंहलाई त तिती हो भनेर नि त्यस्तो भेट्छ सपन ब्रदर यहाँनिर सिजल तामाङले चाहिँ के भनेको छ भने नि सानो क्रिएटरको लागि पनि केही भनिदिनुस् न प्लिज भन्दैछ लु केही भनिदिनु पर्यो अरे सानो क्रिएटरहरुको लागि चाहिँ म के भन्नु चाहन्छु भने चाहिँ तिमीहरू चाहिँ अहिले यस्तो छ यार तिमीहरू चाहिँ यहाँ छ हैन यहाँ बीचमा एउटा जंगल छ यतापट्टि चाहिँ तिमीहरूको सक्सेस छ बुझ्यौ तर तिमीहरू चाहिँ अब त्यो जंगल चाहिँ के हो भन्दाखेरि त्यो चाहिँ तिमीहरूको ब्याड कमेन्टर्सहरु हो हैन गाउँमा के बनाइराको भिडियो बुढी भइसकिस काम गर्न भन्नेहरु हो त्यो जंगल चाहिँ तिमीहरूले त्यो जंगल मात्रै पार गर्नुपर्छ तिमीहरू आफ्नो जग्गामा आइहाल्छौ त्यति बेला चाहिँ तिमीहरू माथि पुगेको हुन्छ तब त्यति बेला तिमीहरूले माथिबाट देख्छौ क्या यति जंगल त थिएछ भन्ने हुन्छ बुझ्यौ सो तिमीहरू एकदमै नयाँ यो फेसबुकमा यो कन्टेन्ट क्रिएटर भन्ने चीज चाहिँ यति साह्रो घिनलाग्दो चीज हो कि तिमीहरूलाई चाहिँ रातारात कोही बेला सेलिब्रिटी बनाउँछ परिरहनु छ कति बेला किस्मतले साथ दिन्छ त्यति बेला तिमीहरूलाई भोलि दिन यसरी आउँछ मान्छेहरू फोटो खिच्न क्या केम नगरी केम मेहनत नगरी अब आमा बाउको नाम रोशन गर्न चाहन्छौ भने चाहिँ कन्टेन्ट क्रिएटर हो गाइस मेरो आमाहरूसँग फोटो खिच्छ मान्छेहरू बाटोतिर कतिको खुसी हुन्छ होला आमा अब यहाँ सबै हाम्रो उपकारज्यूबाट तपाईलाई नमस्कार छ भनेर कमेन्ट गरिरहनु भएको छ उहाँले नमस्कार भनिदिनुस् एकपल्ट नमस्ते सबैजनालाई नमस्ते हेर्नु नि मेरो त यहाँ अनर ज्यादा भएर कमेन्ट सबै छेलियो यहाँ उपकार ब्लगले भन्नुभएछ कि उहाँ चाहिँ एनजिओ माटोको माया चलाउनुहुन्छ कि राम्रो काम गर्नुहुन्छ उहाँले अनि यहाँ कमल भाइ सपन भाइलाई नमस्कार भनिदेऊ न मेरोबाट भनेर भन्नुहुँदैछ ए नमस्ते नमस्ते हाम्रो यो जस्तै एउटा अलिकति लफडा पनि भयो है हाम्रो यो अस्ति म हेर्छु डोन्ट वरी म तपाईको पनि हेर्छु यार पुरा बिस्किनु हुँदै थियो तपाईँ त्यति बेला हैन हेर्छु म हेर्छु राम्रो हुन्छ तपाईँ अलिकति अघि बढ्नुहोस् कमेन्ट हेर्दा माटोको मायाको हेर्छु राम्रो हो नि हो एनजिओ चलाउनुहुन्छ त्यहाँ अनर यहाँ हेर्नु न सबै त्यो मुनि त्यो दुईजनै मुनि केटीहरू छ कि त्यो अनर बेसी सेतो भएर तपाईहरुको सेतो नै देख्दैन यार पुरा त्यो कुरा नगर्नु Sapan, my daughter is one of your big fan. Hello, Sapan. Thank you so much. नाम पनि पढ्नु न नाम पनि के हो? सपन दा भन्नुहुँदैछ गुरबत हामीको रितिका ब्लग. Thank you so much. Thank you. इस्माइल भाइ I am small blogger फलो गर्दिनु है अल. ओके हाम्रो इस्माइल भाइलाई पनि फलो गर्दिनु त. सफल लिम्बू हेलो स्टार हेलो आजको भिडियो दामी थियो है म पनि जाने हो सरजना. यो भिडियोले गर्दा अहिले एउटा भिडियो एउटा इमोसनल सेन्टिमेन्टल भिडियो अपलोड गरेको थिएँ गाइस त्यो पनि सेयर गर्नु तपाईहरुले बुढीले भराको के पो टयलेट भयो भने त्यो पुरानो भिडियोहरु हो म आइरहन्छ खरे हेरेछु त्यो चाहिँ सपन भाइ गुड वर्क नमस्ते पुनम गुरुङ सुब्बाज्यूलाई नवीन थुलुङलाई पनि सपोर्ट गर्दिनु होला है गाइस सपोर्ट गर्नुपर्छ है ओइ हाउ गुड लक सो ओके गाइस बाइ बाइ थ्यांक यू सो मच सबैजनालाई हामी यसरी कोही बेला बात गर्दै गरौँ है म पनि खाना खाने टाइम भयो खाना खाएर सुत्छु भोलि बिहान 6 बजे उठ्नुपर्छ है 6 बजेदेखि सुट छ सो लभ सबैजनालाई मेरो लागि केही भन्दिनुस् हाम्रो लागि पनि छोटो शब्द उसको लागि पनि हाम्रो यो शर्मा बहिनीलाई एकदमै सपोर्ट गर्दिनु होला ज्यादा से ज्यादाले यसो रेजरहरु पठाइदिनु है त्यसो अन्त सपोर्ट ब्रो कमल अफिसियल दार्जिलिङको बारेमा चाहिँ केही भनिदिनु नि अन्त ल कमल अफिसियललाई पनि यसो फलो गरौँ हाम्रो एकदमै दामी अहिले फ्र्याङ्कहरु आउँदैछ